कक्षा 12 को चाहिँ सिलेबस राखेको छ। कक्षा 12 मा चाहिँ कस्तो किसिमका कुराहरू पढ्नुपर्ने रहेछ भन्ने किसिमको कुरा राखिएको चाहिँ एउटा फाइल छ। यहाँ सिलेबस एन्ड स्याम्पल क्वेशन्स पनि छ है। अब यो क्वेशन मात्रै नभएर सिलेबस पनि हो। यो भन्दा अगाडि एउटा कुरा तिमीहरुको यसमा हाम्रो स्कुलमा यसपालिबाट नयाँ किसिमको क्लास सञ्चालन हुन गइरहेछ ल हेरै। जोइन +2 विथ होटल म्यानेजमेन्ट एन्ड कम्प्युटर साइन्स हैन। यसपालिबाट नयाँ चाहिँ सिस्टम होटल म्यानेजमेन्टको चाहिँ अब सुरुवात गरिरहेछ। त्यसमा अब तिमीहरुले पनि अब यस्तो किसिमको पढ्ने किसिमका कोही साथी भाइहरु छन् भने बनिदा हुन्छ ल। मैले यसलाई इन्टु गरिदिएँ र अब सिलेबस गरिराखेको स्थितिमा सिलेबस भन्छु मैले आज चाहिँ तिमीहरुको कपी छ भने कपीमा टिप। सिलेबस चाहिँ अब 12 कक्षामा कम्प्युटर साइन्स पढिँदाखेरि के विषयहरु कुन च्याप्टर्सहरु पढ्नुपर्ने रहेछ भन्ने किसिमको यो चाहिँ एचएससीबी को सिलेबस मैले डाउनलोड गरेर अनि त्यसपछि तिमीहरुलाई देखाउनलाई लिएर आएको के कुराहरु पढ्नुपर्ने रहेछ भन्ने किसिमका कुराको लागि। ल हेर कक्षा 12 को चाहिँ सिलेबस भनेको एचएससीबी यहाँनिर आए नि यस्तो किसिमबाटै। यसलाई अझै ठुलो बनाइदिन्छु म हेर त। यो पहिलो क्वेशन भयो। अब यहाँ छ एचएससीबी ले दिएको चाहिँ क्वेशनको स्याम्पल पनि दिन्छ के तिमीहरुलाई यो काम लाग्छ भनेर। अनि त्यसपछि मैले चाहिँ डाउनलोड गरेर राखेको हो यो खास चाहिँ। अब यहाँ हो यसबाट चाहिँ कम्प्युटर साइन्सको ग्रेड XII भन्ने छ हैन। यहाँनेर तिमीहरुको चाहिँ फुल मार्क्स कतिको पर्ने रहेछ हामीले 100 मार्क्सको। 100 मार्क्समा 75 थ्योरी कक्षा 11 को जस्तै हो र 25 प्र्याक्टिकल भनेर दिएको छ। अब टिचिङ आवर्स पनि उसले चाहिँ त्यो एचएससीबी ले चाहिँ छुट्टै दिएको हो। यो चाहिँ 150 आवर्स को राखिदिएको छ। र कम्प्युटर साइन्स नेपालको विद्यार्थीले कक्षा 12 पढिसकेपछि कस्ता किसिमका अब्जेक्टिभ्सहरु गोल्सहरु अचिभ गर्न सक्छन् भन्ने किसिमका कुराहरु यसमा दिएको छ। अब कम्प्युटर साइन्सको चाहिँ सामान्य इन्ट्रोडक्सन दिएको छ यसमा। इन्फर्मेसन टेक्नोलोजी हैज बिकम अ पार्ट अफ contemporary society and as a potential tool in the socio-economic development of country। यही जुन आईसीटी भनेको इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजीको सेक्टरमा कन्ट्री गभर्नमेन्टले कस्तो किसिमको आशा गरेको हुन्छ भन्ने किसिमका अब्जेक्टिभ्सहरु यसमा देखाएको छ र यसको महत्त्वको बारेमा बताइदिएको छ। यो सामान्य तिमीहरुले पढ्दाखेरिको अवस्थामा बुझिहाल्छौ। अब जनरल अब्जेक्टिभ्स चाहिँ यसमा help to establish a strong foundation for development of intentionally competent human resources। अब ह्युमन रिसोर्सेस डेभलप गर्नको लागि चाहिँ अब यो दिएको यो चाहिँ कम्प्युटर साइन्स भन्ने कक्षा 12 मा राखिएको भन्ने बुझिन्छ। यसको चाहिँ उद्देश्य भनेको स्पेसिफिक अब्जेक्टिभ्सहरु यस्तो गर्न सक्ने हुनुपर्छ कक्षा 12 पढिसकिएपछिका विद्यार्थीहरुले भनेर यहाँ दिएको छ। अब कोर्स कन्टेन्ट्समा जाऊ एकैदम हामीले त्यो त भयो गभर्नमेन्टले चाहिँ कक्षा 11 र 12 मा चाहिँ कस्ता किसिमका कुराहरु पढाउँदाखेरिको अवस्थामा कस्तो चाहिँ हाम्रो म्यान पावर प्रोड्युस हुन्छ भन्ने किसिमका कुराहरुको लागि दिएको अब्जेक्टिभ्सहरु भयो। अब यो चाहिँ कोर्स कन्टेन्टमा सिस्टम डेभलपमेन्ट कन्सेप्ट भन्ने पहिला सुरुमा चाहिँ पहिलो चाहिँ च्याप्टर यो हुन्छ सिस्टम डेभलपमेन्ट कन्सेप्ट भन्ने। यसको नम्बर कति छ तल दिएको छ टेबलमै पनि त्यो पनि है अहिले हेरौँला। अब यस अन्तर्गत सिस्टम डेभलपमेन्ट कन्सेप्ट अन्तर्गत खासै बेसिकली यसमा पढ्ने भनेको सिस्टम डेभलपमेन्ट लाइफ साइकल भन्छ। सिस्टम डेभलपमेन्ट लाइफ साइकल भनेको चाहिँ सिस्टम एनालिस्ट भनिएको सफ्टवेयर डेभलप गर्ने चाहिँ व्यक्तिले पहिला सुरुदेखि अन्तिमसम्म सफ्टवेयर डेभलप गर्दाखेरि कस्ता किसिमका कामहरु गर्नुपर्ने हुन्छ, कुन किसिमको मोडेलहरु बनाउनु पर्ने हुन्छ, कसरी त्यो चाहिँ सफ्टवेयर डेभलप गर्नुपर्ने हुन्छ, ती किसिमका कुराहरुलाई पहिलो सुरुको च्याप्टरमा राखिदिएको छ। अब सिस्टम डेभलपमेन्ट फेज भनेको त्यसरी नै राखिदिएको छ। यसमध्येबाट एउटा क्वेशन कन्फर्म आउने किसिमको हुन्छ। र अर्को छ अब यो कन्सेप्ट अफ सिस्टम डिजाइन टुल्स भनेको सिस्टम डिजाइन गर्दाखेरिको अवस्थामा सफ्टवेयर डेभलप गरिँदाखेरि सिस्टम डिजाइन गरिँदाखेरि यी किसिमका टुल्सहरु प्रयोग गर्ने टुल्सहरुको बारेमा पढ्छौं। अर्को पहिलो सुरुको भनेको हामीले एसडीएलसी भन्यौ सिस्टम डेभलपमेन्ट लाइफ साइकल पहिलो च्याप्टर। त्यसबाट एउटा क्वेशन कन्फर्म। अर्को डाटाबेस पढ्छौं। डाटाबेसबाट एउटा क्वेशन कन्फर्म। कन्सेप्ट अफ डाटाबेस यसमै डाटाबेस भनेको हामीहरुको क्लास 11 मा थियो नि थोरै मात्रामा हो त्यही किसिमका कुराहरु छन् तर यसमा केही मात्रामा अलि डिटेल्स कुराहरु छन्। डिजाइन अफ डाटाबेस युजिङ डीबीएमएस सफ्टवेयर। डीबीएमएस सफ्टवेयर चाहिँ यसमा तिमीहरुलाई अब फर्महरु, क्वेरीहरु, रिपोर्ट्सहरु, टेबलहरु बनाउनको लागि माइक्रोसफ्ट एक्सेसका कुराहरु गरिन्छ। यसमा माइक्रोसफ्ट एक्सेसबाट सानो खालको चाहिँ एउटा सफ्टवेयर जस्तो किसिमको सानो एउटा टुल्स प्रोग्राम्स डेभलप गर्छौं हामीले यसबाट। यदि तिमीहरुले चाह्यौ भने यो चाहिँ प्रोजेक्ट वर्कको रूपमा यो डिजाइन डाटाबेसमा चाहिँ प्रोजेक्ट वर्कको रूपमा हाम्रो स्कुललाई चाहिने किसिमको एउटा रिजल्ट सिट तयार गर्ने सफ्टवेयर चाहिँ मैले बनाउन सिकाउँछु यसमा। र त्यसको लागि तिमीहरु पनि तयारी अवस्थामा रहनुपर्छ। स्कुललाई जस्तो किसिमको चाहिँ जुन किसिमका कुराहरुको आवश्यकता पर्छ नि रिजल्ट सिट प्रोसेसिङ गर्दाखेरि आईडी कार्ड बनाऊ अनि त्यसपछि रिजल्ट सिटहरु मार्कसिटहरु बनाऊ यी किसिमका कुराहरु
बनाउनको लागि जति किसिमका इन्फर्मेसन्सहरूको आवश्यकता पर्छ त्यो इन्फर्मेसन्सहरू सबै हामीले कम्प्युटरमा इनपुट गर्ने, त्यसपछि इनपुट गरिसकेपछि भित्र चाहिँ प्रोसेसिङ भएर हामीलाई आउटपुट रिजल्ट चाहिँ एउटा राम्रो खालको मार्कसिट बनेर दिने, अनि त्यसपछि आइडी कार्डहरू बनेर दिने, त्यस्ता किसिमका चाहिँ सामान्य खालको एउटा सफ्टवेयर बनाउन म सिकाउँछु। र त्यसको लागि रेडी हुनुपर्छ कि प्रोजेक्ट वर्कको रूपमा मैले त्यसलाई सिकाउने प्रयास गर्छु त्यतिखेर। अब प्रोजेक्ट वर्क दिएको छ यसमा DBMS सफ्टवेयर, सामान्य खालको एउटा सफ्टवेयर अथवा प्रोग्राम बनाउने। त्यसमा अब धेरै रमाइलो हुन्छ यदि रमाइलो किसिमको मान्यौ भने। अब अर्को छ कम्युनिकेसन एन्ड नेटवर्किङ। सामान्यतया हाम्रो तलको कम्प्युटरको ल्याबमा सबै कम्प्युटरमा इन्टरनेट चल्छ नि हैन। अहिले 10वटा कम्प्युटर थपिएको छ, अब लगभग 25वटा जति कम्प्युटर हुन्छ र ती सबै कम्प्युटरमा इन्टरनेट चल्ने किसिमको बनाइएको छ तलको कम्प्युटरमा पनि, ल्याबमा, हाम्रो ल्याबमा पनि। र त्यो सबै के किसिमको कारणले, कुन कारणले गर्दाखेरि चाहिँ सफल भयो त? यो नेटवर्किङको कारणले। त्यसमा नेटवर्किङ गरिएको छ। हाम्रो ल्याब छ, त्यो ल्याबमा नेटवर्किङ गरेर पनि हेर्नुपर्छ, तिमीहरूले पनि भन्नुपर्छ नेटवर्किङ कसरी गर्ने भन्ने किसिमका कुराहरू सिक्नुपर्छ। प्र्याक्टिकली विषय भएको हुनाले एकदम प्र्याक्टिकलमा पनि तिमीहरूले एकदमसँग चाहिँ ध्यान दिएर गर्नुपर्ने हुन्छ। अब नेटवर्किङको कन्सेप्ट सम्बन्धीका कुरामा कम्युनिकेसन एन्ड नेटवर्किङमा यी किसिमका कुराहरू चाहिँ हामीले पढ्छौँ यो अहिलेको लेसनमा क्लास 12 मा। र अर्को भनिएको प्रोग्रामिङ इन सी ल्याङ्ग्वेजको चाहिँ हामीले पढ्छौँ कक्षा 12 मा चाहिँ 40 मार्क्सको आउँछ यो सी ल्याङ्ग्वेजमा। प्रोग्रामिङ इन सी भनिएको 40 मार्क्सको आउँछ र यहाँभन्दा अगाडिको यो 3वटा च्याप्टरबाट चाहिँ 35 मार्क्सको आउँछ। एज अ टोटल कति मार्क्सको भयो? 75 मार्क्सको। थ्योरिटिकल पार्ट्समा चाहिँ 75 मार्क्सको भयो। र यो सी ल्याङ्ग्वेज भनिएको चाहिँ कम्प्युटरको ल्याङ्ग्वेज प्रयोग गरिएर प्रोग्राम्सहरू, सामान्य किसिमका प्रब्लम्सहरूलाई चाहिँ सल्भ गर्नको लागि बनाइने किसिमका प्रोग्राम्सहरू हामीले यसमा डेभलप गर्छौँ। र यो सी ल्याङ्ग्वेजबाट चाहिँ पढ्ने किसिमका कुराहरू भनेको सीको ओभरभ्यू भयो, सी भनेको के हो, हिस्ट्री, फिचर्स, एडभान्टेजेस, डिसएडभान्टेजेस, यी किसिमका कुराहरू, स्ट्रक्चर अफ सी प्रोग्राम्स भयो, त्यसपछि कम्पाइलिङ प्रोसेसहरू भयो, कम्पाइलर इन्टरप्रेटर भनेको हामीले कम्प्युटरमा चाहिँ ABCD का रूपमा लेखेका हुन्छौँ नि, हो ती किसिमका कुराहरूलाई कम्प्युटरले बुझिराखेको हुँदैन। कम्प्युटरले बुझ्ने भाषा भनेको त कुन मात्र बुझ्छ त? 0 र 1 मात्र बुझ्छ। हो कम्प्युटरले बुझ्ने किसिमको ल्याङ्ग्वेजमा कन्भर्ट गर्नको लागि हामीलाई के को आवश्यकता पर्छ? कम्पाइलर, इन्टरप्रेटर, एसेम्बलर भन्ने किसिमका कुराहरूको आवश्यकता पर्छ। ती टुल्सहरू भयो, हो ती कम्पाइलरहरूको विषयमा पनि हामीले यही कक्षामा पढ्छौँ। सी प्रोसेसर एन्ड हेडर फाइल्सहरू, सी प्रोग्राम लेख्दाखेरिको अवस्थामा हेडर फाइलहरू कस्ता किसिमका राख्नुपर्ने हुन्छ, कसरी सुरुवात गर्ने, ती किसिमका कुराहरू भयो। र फन्डामेन्टल्स अफ सी मा चाहिँ क्यारेक्टर सेट युज्ड इन सी, युजेज अफ कमेन्ट्सहरू भयो, यी किसिमका कुराहरू जस्तै अपरेटर्स एन्ड एक्सप्रेसन्सहरू भयो। अपरेटर्सहरू भनिएको चाहिँ तिमीहरूको सिम्बलहरू जस्तै हो, प्लस माइनसका सिम्बलहरू जस्तै किसिमका हो यसमा। र अर्को चाहिँ इनपुट आउटपुट फङ्सन्सहरू। यो सी प्रोग्रामले चाहिँ के गर्छ भने डाइरेक्टली हार्डवेयरलाई चाहिँ तिमीहरूको काम गर्नको लागि कमान्ड दिन्छ के, डाइरेक्ट कमान्ड दिन्छ। त्यही हुनाले चाहिँ यो सी ल्याङ्ग्वेज प्रयोग गरिएर इनपुट आउटपुट डिभाइसेसहरूलाई कमान्ड दिने किसिमका स्टेटमेन्ट्सहरू हामीले सी ल्याङ्ग्वेज प्रयोग गरेर बनाउँछौँ। र सी प्रोग्राम प्रयोग गरेर बनाइएको पहिलो चाहिँ प्रोग्राम कुन हो? अपरेटिङ सिस्टम सफ्टवेयर पनि हामीले डेभलप गरेका छौँ। युनिक्स भन्ने सिस्टम सफ्टवेयर चाहिँ पहिलो पटकमा सी ल्याङ्ग्वेज प्रयोग गरिएर सिस्टम सफ्टवेयर डेभलप गरिएको हो। र सामान्यतया हामीले मोबाइलहरू चलाएका छौँ। मोबाइलमा प्रयोग भएका जुन फङ्सन्सहरू छ अहिलेसम्मको स्थितिमा भन्दाखेरि सी ल्याङ्ग्वेज प्रयोग गरेर बनाइएको छ। त्यसमा इनपुटदेखि लिएर गएर आउटपुटदेखि लिएर गएर प्रोसेसिङदेखि लिएर गएर त्यहाँ भित्रको कमान्ड्सहरू हुन्छन् नि, त्यो कमान्ड्सहरू प्राय गरेर सी ल्याङ्ग्वेज प्रयोग गरेर बनाइएको छ। तर अबका दिनभन्दा पछाडि अर्को ल्याङ्ग्वेज प्रयोग गरिएर योभन्दा पनि एडभान्स ल्याङ्ग्वेज आउँछ, योभन्दा पनि एडभान्स ल्याङ्ग्वेज प्रयोग गरिएर अनि त्यसमा प्रयोग गर्ने भन्ने किसिमको कुरा त यसै पनि आइ नै हाल्छ। यो डेभलपमेन्टको फेजमा चेन्जेबल मात्रै भइरहेको छ। अहिलेसम्म चाहिँ सी ल्याङ्ग्वेज प्रयोग गरेर बनाइएको छ प्राय गरेर। र अब कन्ट्रोल स्ट्रक्चर्सहरू भनिएको कन्ट्रोल गर्ने किसिमका कुराहरू भयो, एरे एन्ड स्ट्रिङ्सहरू भनिएको अब एरेहरूका कुराहरू भयो, रिपिटेसन टास्कहरूलाई चाहिँ फेरि त्यसैमा राख्ने किसिमका कुराहरू, फङ्सन्सहरू, स्ट्रक्चर्स एन्ड युनियन्सहरू, पोइन्टर्सहरू हो, यी किसिमका कुराहरू चाहिँ हामीले कुनमा पढ्छौँ त? सी ल्याङ्ग्वेजमा पढ्छौँ। सी ल्याङ्ग्वेज अन्तर्गत चाहिँ यिनीहरू पर्छ। र ओओपी भनेको चाहिँ अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ ल्याङ्ग्वेज, त्यो पनि यसैमा पर्छ। विशेषतः भन्दाखेरि सुरुमा SDLC भनेको सिस्टम डेभलपमेन्ट लाइफ साइकल र अर्को डाटाबेसबाट तिमीहरूको चाहिँ अब त्यसमा 35 मार्क्सको भयो र सी ल्याङ्ग्वेजबाट कतिको आउँछ? 40 मार्क्सको आउँछ। एज अ टोटल कति भयो? 75 मार्क्सको चाहिँ थ्योरिटिकल पार्ट्सको रूपमा हामीले कक्षा 12 मा पढ्छौँ। त्यति मात्रै नभएर अब यसमा इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी एन्ड साइबर ल। अब कम्प्युटरको सिस्टम प्रयोग गरिराखेको अवस्थामा
कस्ता किसिमका लहरूको प्रयोग हुन्छ भन्ने किसिमका कुरा पनि हामीले यसैमा चाहिँ पढ्छौँ। यो क्लास 12 कै कोर्समा पढ्छौँ। सोशल इम्प्याक्ट अफ द आइसिटी भनेको इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी। सोशलमा कतिको चाहिँ इम्प्याक्ट परेको छ त इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी अथवा सफ्टवेयर अथवा प्रोग्राम्स अथवा कम्प्युटरको चाहिँ प्रभाव कस्तो किसिमको छ त हाम्रो समाजमा भन्ने किसिमका कुराहरू यसमा पढ्छौँ। डिजिटल डिभाइड, कम्प्युटर इथिक्सहरू, अब कुन कामहरू गर्नुहुन्छ, कुन काम गर्नु हुँदैन, इन्टेलेक्चुअल प्रोपर्टी लहरू, प्राइभेसी, हैन, कम्प्युटर क्राइमहरू। क्राइम भनेको चाहिँ अब त्यो चाहिँ क्राइम भनिएको तिमीहरूको अब अपराध, कम्प्युटरमा चाहिँ के काम गर्दाखेरि अपराध हुन्छ ती किसिमका कुराहरू। मल्टिमिडिया पनि पर्छ यसमा। मल्टिमिडिया भनेको अब यस्तै खालको चाहिँ अहिले प्रोजेक्टरबाट डिस्प्ले गरेर चाहिँ पढाइराखिएकै जस्तै किसिमको सिस्टम हो। तिमीहरूले सुनेकै छँदैछ मल्टिमिडिया भनेको चाहिँ प्रोजेक्टरबाट डिस्प्ले गर्ने भनेर पढाउने भनेर भनेको हैन हो। यस्तै किसिमका कुराहरू। आर्टिफिसियल इन्टेलिजेन्स धेरै राम्रो, झनै राम्रो च्याप्टर छ। आर्टिफिसियल इन्टेलिजेन्स भनेको, आर्टिफिसियल भनेको के हो? बनावटी, हैन। इन्टेलिजेन्स भनेको चलाकी, कम्प्युटरमा प्रोग्राम गरेर चाहिँ त्यस्तो खालको चाहिँ आर्टिफिसियल इन्टेलिजेन्स जस्तो किसिमको काम गर्ने खालका चाहिँ प्रोग्राम्सहरू हामीले डेभलप गर्नको लागि चाहिँ सफ्टवेयर बनाउनको लागि चाहिँ प्रयोग हुने ल्याङ्ग्वेजहरू, सी ल्याङ्ग्वेजहरू, त्यस्तै गरेर चाहिँ अरू ल्याङ्ग्वेजहरू प्रयोग गरेर कम्प्युटर ल्याङ्ग्वेज प्रयोग गरिएर कसरी त्यसले काम गर्छ भन्ने किसिमका कुराहरू भयो। अब कन्टेम्पोरेरी टेक्नोलोजीहरू भनेको ई बिजनेस भनेको इलेक्ट्रोनिक बिजनेस, ई लर्निङ भनेको चाहिँ ई लर्निङ कसरी गर्न सक्छौँ हामीले ती किसिमका कुराहरू भयो। ई गभर्नेन्स भनेको चाहिँ अब गभर्नमेन्टले नै सञ्चालन गर्दाखेरिको अवस्थामा कसरी चाहिँ नि ई गभर्नेन्स सञ्चालन गर्छ त, आफ्नो इन्फर्मेसनहरू प्राय गरेर फ्लो गर्छ त अरू डिस्ट्रिक्टहरूमा भन्ने किसिमका कुराहरू भयो। ई मेडिसिन, भर्चुअल रियालिटी, रोबोटिक्स, धेरै इन्ट्रेस्टिङ पार्ट छ यसमा। तिमीहरूको 12 कक्षामा चाहिँ धेरै रमाइलो यो एआई भन्ने, रोबोटिक्स भन्ने, अब ई मेडिसिन, यी किसिमका कुराहरू भयो हैन। रमाइलो किसिमका पाठहरू छ। त्यही हुनाले एकदमसँग चाहिँ नि यसैमा मात्रै कन्सन्ट्रेट भएर सुन्नुपर्ने हुन्छ। प्रोजेक्ट वर्क तिमीहरूको अब 12 मा चाहिँ यसबारेबाट चाहिँ एचएससीबीले के गरेको छ भने नि ध्यान दियो है तिमीहरूले सुन्नुपर्ने कुरा। एचएससीबीले तिमीले नोट राम्रो किसिमको बनाएर त्यसमा राम्रोसँग लेखिएका कुराहरू सबै लेखेर राखेको चाहिँ नोटलाई सरले चाहिँ समय-समयमा चेक गरेर त्यसमा डेट लेखिदिएर अन्तिममा चाहिँ त्यो एक्सटर्नललाई देखाउनु पर्छ। एक्सटर्नल सर आउनुहुन्छ नि तिमीहरूको 25 मार्क्सको लागि हो। त्यो चाहिँ मैले त अब यसै हेरि नै हाल्छु लेखेको छ कि छैन भनेर, तर एक्सटर्नल सर आउनु हुँदाखेरि त्यो चाहिँ कपी तिमीहरूको कपी त्यो देखाउनु पर्छ, नत्र के को आधारमा चाहिँ प्र्याक्टिकलको मार्क्स दिने त भन्ने कुरा आउँछ। हो यहाँनिर हेर्दा यो अहिले मैले चाहिँ देखाइराखिएको एचएससीबीबाट डाउनलोड गर्न तिमीहरूले पनि सक्छ। एचएससीबीबाट डाउनलोड गरिएको सिलेबस हो यो। एचएससीबीबाट +2 को कम्प्युटर साइन्समा 12 कक्षामा के पढाउनु पर्छ भन्ने किसिमका कुराहरू राखिएको सिलेबस भयो। पहिलो प्रोजेक्ट के रहेछ यसमा? सिनोप्सिस अफ द प्रोजेक्ट चाहिँ पहिला सुरुमा दिने, बनाउन दिने, कन्सेप्ट दिने यसको चाहिँ मतलब है। प्रोजेक्ट डेभलपिङ युजिङ सी प्रोग्रामिङ गरेर प्रोजेक्ट बनाउने, प्रोजेक्ट रिपोर्ट ल यसले चाहिँ यस्तो किसिमको काम गर्न सक्छ, यसमा यसरी प्रोग्रामहरू लेखिएको छ भन्ने किसिमका कुराहरू राखिएको चाहिँ यो प्रोजेक्ट रिपोर्टमा चाहिँ एउटा तिमीहरूले त्यस्तो किसिमको बनाउनु पर्ने हुन्छ। र प्रोजेक्ट सुड बी असाइन्ड इन्डिभिजुअल स्टुडेन्ट्स। हेरेर तिमीहरूले पनि डाउनलोड गर्न सक्छौ। यो जुन अहिले मैले देखाइराखिएको सिलेबस ntcb.edu.np मा गएर डाउनलोड गर्न सक्छौ। यसको मतलब के हो भने एक्सटर्नल सर आउनुहुन्छ, एक्सटर्नल सरले प्रोजेक्ट चाहिँ इन्डिभिजुअल स्टुडेन्ट्सको हेर्नुहुन्छ, त्यो सबै नोट बनाएर राख्नुपर्ने हुन्छ। त्यो मात्रै नभएर डाटाबेसमा चाहिँ मैले सफ्टवेयर बनाउन सामान्य खालको रिजल्ट सिट बनाउन दिन्छु, त्यो पनि कम्प्लिट बनाउनै पर्छ। अब त मैले मात्रै हेर्ने नभएर यसपालिबाट अथवा गत वर्षबाट हो यो एचएससीबीले लागू गरेको, गत वर्षबाट उहाँको एक्सटर्नल सरले नै हेर्ने किसिमको चाहिँ नि सिस्टम बनाइदिएको छ। त्यो हुनाले अब अलिकति मेहनत गर्नुपर्ने हुन्छ। 12 कक्षामा 11 मा जस्तो किसिमबाट मात्रै गरिएर पुग्दैन। यसमा एक गाइडिङ अब टिचिङ म्यानुअलहरू हामीहरूलाई पनि हुन्छ, त्यो किसिमकाहरू गर्न सक्छ। र क्वेसन कस्तो किसिमको आउँछ भने सर्ट क्वेसन्स आउँछ 11 कक्षाको जस्तै। हाम्रो सब 11 कक्षामा पनि त्यही हो नि, सर्ट र लङ क्वेसन हो नि। सर्ट क्वेसन पनि आउँछ यसमा र लङ क्वेसन पनि आउँछ। सर्ट क्वेसन 35 मार्क्सको हुन्छ, लङ क्वेसन 40 मार्क्सको हुन्छ। 35 लङ क्वेसन प्राय गरेर चाहिँ कुनबाट आउँछ भनेदेखि अब लगभग सबैबाट आइदिन सक्छ, तर 2 वर्ष अगाडि चाहिँ तिमीहरूको सी ल्याङ्ग्वेजबाट मात्रै निकाल्ने, सी ल्याङ्ग्वेजबाट मात्रै के लङ क्वेसन जति है कस्तो एउटा गरेको 10 नम्बर आउँछ। यसमा 4वटा क्वेसन आउँछ। बुझ्यो त? ठुलै हुन्छ, तर 11 मा पनि थियो 12.5 थियो कि 12.5 थियो हैन। यसमा चाहिँ 10 नम्बरको आउँछ, तर 10 नम्बरमा फेरि पुछ्ने क्वेसन एकदम पछाडिपट्टि जोडिएर आएको क्वेसनहरू हुन्छ है यसमा धेरै जसो। र यहाँ हेरेर अब सर्ट नोट्स पनि आउने चाहिँ हैन, लङ क्वेसन सर्ट नोट्स सबै आउँछ। 11 कक्षाको जस्तै किसिमको सेटिङ्समा भयो। यहाँ हेर अर्को हेर, यहाँ
theory questions are guided by marks distribution and model questions. ल मोडल क्वेशन कुन युनिटबाट कति कति मार्क्सको आउने रहेछ यहीँनिर दिएका छ। डाटाबेस म्यानेजमेन्ट सिस्टमबाट 2.2 युनिटमा छ। नम्बर अफ एक्सरसाइज यति छ। मिनी प्रोजेक्ट इभ्यालुएसन 10 मार्क्सको भयो। प्र्याक्टिकली थ्योरी हो हेर त यो गाइडेड बाइ क्वेशन्स। प्र्याक्टिकल इभ्यालुएसन यो चाहिँ डाटाबेसबाट 10 नम्बरको भयो। नेटवर्किङबाट 2 मार्क्सको भयो। अनि सी ल्याङ्ग्वेजबाट 30 मार्क्सको भयो। जम्मा जम्मी चाहिँ कति भयो भने अब 25 को भयो है जम्मा जम्मी। हैन यसमा यो 10 मार्क्स र 15 मार्क्सले 25 मार्क्स र मार्क्स एन्ड आवर डिस्ट्रिब्युसन भनेको चाहिँ हामीले कति कति पिरियड लगाएर पढाउनु पर्छ भन्ने किसिमको कुरा हो यो भनेको है। अब युनिट तिमीहरुलाई माथि दिएको छ। पहिलो युनिटलाई चाहिँ थ्योरी 10 क्लास लिने, प्र्याक्टिकल चाहिँ अब छैन जम्मा जम्मी 10 क्लास लिने भनेको हो। 15-10 यस्तो किसिमबाट प्र्याक्टिकल र थ्योरीको क्लास समेत हामीलाई यसले गाइड गरेको छ के दिएको छ। अब यो रेफरेन्स बुक्सहरु भनिएको त अब यो बुकहरु चाहिँ आवश्यक पर्छ भन्ने हो। तर तिमीले किन्दाखेरिको अवस्थामा चाहिँ के गर्ने, कुन बुक किन्ने त? बुक किन्दाखेरि अस्मिता पब्लिकेसनको बुक किन। अस्मिता पब्लिकेसनमा अब राइटर अब एकजना अब हामीसँगै पढेको केटा पनि छ के रिदीप खनाल भन्ने हैन, हामीसँगै अहिले थर्ड सेमेस्टरमा पढेको छ। राम्रो छ के मसँगै पढेको रिदीप खनाल भन्ने साथी ऊ एकदम मिनिमम क्वालिटीमा लगाएर रहेको छ। अन्तिममा उसको नाम छ भनी एमसीए पढ्दै गरेको मास्टर सकिँदै गरेको। हेर नेपालमा 6औं 7औं ब्याच हो आज। तर त्यो भन्दा अगाडि अरू टिचरहरु छ के जुनले सिलेबसै बनाउँछन् के यस्ता खालका चाहिँ तिमीहरुको एचएससीबीको हो। ती टिचरहरु उसको चाहिँ पासमा भएको हुनाले राम्रो खालको चाहिँ त्यो देखिएको हुनाले त्यही बुकलाई चाहिँ फलो अप गराऊ। र क्वेशन आन्सरको चाहिँ शेड्युल भनेको अब यस्तो किसिमको हुन्छ सामान्यतया। मोडल क्वेशन चाहिँ 3 आवर्सकै हुन्छ। अब 75 भए पनि अरु भन्दा अलिकति भिन्न किसिमको छ विषय हैन। अरुलाई चाहिँ 75 ला अर्कै हुन्छ। कति हुन्छ 2 कति हुन्छ 2 आवर 15 मिनेट्स हुन्छ। तर यसमा चाहिँ अब 75 मार्क्स भए पनि 3 आवर्स नै हुन्छ। क्वेशनहरु भनेको यस्तो खालको हुन्छ ल हेरै। अब यसमै 1 मा पनि 1 2 3 4 5 1 2 1 2 3 4 5 यो क्रम नमिलेको मात्र यो 1 ठ्याक्कै यहीँनेर है। मैले यो माउस चलाइरहेको छु नि हेरेर त देखाएको छ हो यहाँनेरको जस्तै हो। अब यो सर्ट क्वेशन 5 वटा आउँछ। यसमा कतिवटा गर्ने एनी 4 इक्वेशन्स 4 वटा मात्रै गर्न पाइन्छ। मिल गर्दा हुन्छ। कति मार्क्स आउने रहेछ हेर त यस्तो किसिमबाट यो जम्मै 10 मार्क्स आउँछ। राम्रोसँग बुझ्यो भने यो त्यति धेरै गाह्रो छैन है। मजासँग तिमीहरूले पहिलेदेखि एकदम बेस बुझ्न खोज्यौ भने खासै गाह्रो छैन। तर बेस बुझेन भने कुनै पनि बुझ्दैन यो सी ल्याङ्ग्वेज हो। बेस बुझेन भने त्यही हुनाले एकदमसँग मैले भनेको सुन्ने मात्रै। सर्ट आन्सर क्वेशन्स अब एटेम्प्ट एनी 6 क्वेशन्स 7 क्वेशन्स 7 × 5 35 मार्क्स हो। हेर यसमा पनि अब त्यो जोडिएर चाहिँ पछाडि आएका क्वेशनहरु कति छ 2.5 2.5 2.3 हो यस्तो किसिमबाट छ। यो मैले एक्सपोर्ट गरेर लिएर आएको हो के त्यो हुनाले यस्तो भएको। पीडीएफमा एक्सपोर्ट गरेको हुनाले क्वेशन सकियो। एउटा सेट यस्तो खालको भयो। अब अर्को सेट भनेको तिमीहरुको कस्तो खालको हुन्छ त यो पनि अर्को खालको सेट हो। यो चाहिँ एउटा क्वेशनको मोडेल भयो। यो मैले किन बताइदिए भन्दाखेरि पढ्दै खाँदाखेरिको अवस्थामा त्यो चाहिँ पढेको विषय कसरी आउँदो रहेछ त त्यो क्वेशन भन्ने किसिमको कुरा आउँछ नि त। त्यही नै पहिला तिमीहरूले चाहिँ बुझ्न सक्छौ कि भनेर यो पनि देखाइदिएको भयो। ल इन्टु गरिदिए है।